हेलो गाइस, आज चाहिँ हामी खिर बनाउँला। सुरुमा चाहिँ मैले यो तातो तेलमा ड्राई फ्रुट्सहरू सबै राखेर फ्राई गरेको छु। यतिको रातो भइसकेपछि चाहिँ हामीले यसलाई तान्नु पर्यो। मैले आधा घन्टा जति भिजाएर राखेको चामललाई पनि यसमा राखिदिइसकेको छु। मैले चाहिँ 3 पोका दुध चाहिँ हालेको छु। त्यसपछि चाहिँ यसलाई मजाले चामल तल लागेको हुन्छ नि, त्यो मजाले गरेछु। अनि केही समयपछि चाहिँ यसरी उम्लिन्छ। बिस्तारै चलाउँदै पकाउँदै गर्नु होला। सानो फ्लेममा चाहिँ यतिको जति बाक्लो हुने गरी चाहिँ हामीले दुधलाई चाहिँ उमाल्नु पर्दैछ। बिस्तारै बिस्तारै चलाउँदै त्यो डल्ला भरेको भरि सबै फुटाल्दै सबै मजाले चलाउँदै पकाउँदै गर्ने। सानो फ्लेममा पकाउनु पर्छ। ठुलो फ्लेममा पकायो भने चाहिँ दुध बाहिर निस्किन जान सक्छ। त्यसपछि चाहिँ यतिको भइसकेपछि चाहिँ हामीहरूले ल्वाङ सुकमेल जो चिज छ त्यो सबै हालेर चाहिँ फेरि त्यसलाई मजाले बिस्तारै चलाउने। नआत्तिएर धैर्यताका साथ चुल्हाकै छेउमा नै बसेर पकाउनु पर्छ है खिर चाहिँ। हेर्नुहोस् त कस्तो मजाले पाकिरहेछ। सानो फ्लेममा पक 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 पकाउँदै हजुरले मिडियममा पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ मिडियममा नै राखेर पकाएको छु यो चाहिँ। अनि यतिको भइसकेपछि चाहिँ हामीले त्यो अघि भुटेर राखेको ड्राई फ्रुट्सहरू चाहिँ हामीलाई यसमा मिक्स गरिदिनु पर्छ। हेर्नु त कतिको आधा दुध कराई भरेको दुध चाहिँ आधा भइसकेपछि मैले यसमा ड्राई फ्रुट्सहरू राखेको छु। दुध चाहिँ घटेर चामल जत्तिकै अलिक बाक्लो बाक्लो भइसकेछ। एकछिनसम्म चाहिँ यसलाई पकाउन दिने। त्यसपछि चाहिँ हामीहरूले चिनी राख्नुपर्छ। ल अब हेर्नु त मजाले पाकिरहेछ र बक 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 उम्लेर आनन्दले। त्यसपछि अलिकति गाढा भइसकेपछि चाहिँ हामीहरूले चिनी राखिदिने। चिनी चाहिँ आफूलाई कतिको गुलियो मनपर्छ त्यही हिसाबले राख्नु होला। मलाई चाहिँ अलिकति बेसी नै गुलियो मनपर्छ, त्यही भएर मैले अलिकति धेरै नै गुलियो राखेको छु चिनी। हजुरहरूले चाहिँ आफ्नो स्वादअनुसार राख्नु होला। कसैलाई धेरै मनपर्छ, कसैलाई थोरै मनपर्छ, त्यही हिसाबले राख्नु होला। त्यसपछि चाहिँ मैले बिस्तारै बिस्तारै मजाले चिनीलाई चाहिँ घोलिने तरिकाले बिस्तारै बिस्तारै चलाएर पकाएको छु। यो चाहिँ दुध चाहिँ तल चाहिँ कराईको पिठमा चाहिँ जम्नु भएन है, कुराउनी जस्तो भएर जम्नु भएन। त्यही भएर यसलाई चाहिँ हजुरले बिस्तारै बिस्तारै मजाले पकाउनु होला। मलाई चाहिँ यो खिर पकाउन चाहिँ लगभग 2 घन्टा जति लाग्यो। मैले चाहिँ मिडियम फ्लेममा पकाएको छु, त्यही भएर। अनि ल हेर्नुहोस् त एकछिनपछि कति मजाले हाम्रो दुध पुरा सबै पाकेर चामलले दुध सब पाकेर कस्तो मजाले गाढा भएर हेर्नु त कति मजाले पाकेको छ। त्यही नै खाउ 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 लाग्दो भइसक्यो मलाई। ल है साथी, अब यसलाई चाहिँ हजुरले यतिको पाकिसकेपछि हजुरले अझै यसलाई पकाउन पनि सक्नुहुन्छ। तर मेरो विचारमा चाहिँ नपकाएकै राम्रो, किनभने अब त कराईको मुनि लागिहाल्छ नि त। सो तपाईँले यत्तिकैमा ग्यासको फ्लेम बन्द गरेर हजुरले मजाले खान सक्नुहुन्छ।